अब हिजोबाट वैशाख महिनालाई पनि बाई बाई गरियो अनि आजदेखि अब सर्लक्क नयाँ महिनालाई स्वागत गरियो। आजको दिन भनेको चाहिँ आज चाहिँ 15 तारिक पनि के भयो, कम्प्लिट भइसक्यो। समय बितेको साथीभाइ पत्तै पाउँदैन। आज भन्यो, भोलि भन्यो, पर्सि भन्यो, महिना बितेको थाहै हुँदैन। सेकेन्ड मिलेर घण्टा बितेको थाहा हुँदैन, घण्टा मिलेर दिन बितेको थाहा हुँदैन, अनि दिन मिलेर हप्ता सकेको थाहै हुँदैन, हप्ता मिलेर महिना सकेको थाहै हुँदैन। समयलाई कसैले पनि रोकेर राख्न सक्दैन। तपाईले मैले यताउता गरेर पनि त्यो बितिरहेकै हुन्छ। तपाईले मैले खत्रै मेहनत गर्दा पनि समय बितिरहेको नै हुन्छ। त्यत्तिकै बसि नै रहे पनि समय बिति नै रहेको हुन्छ। त्यही भएर समयको चाहिँ भ्यालु बुझौँ है साथीभाइहरू। पछि 4-5 वर्ष 10 वर्ष पछाडि गएर तपाईँ र म चाहिँ रिग्रेट गर्न चाहिँ नपरोस्। काश मैले 5 वर्ष अगाडि यो गरेको भए, मैले त्यो गरेको भए भन्ने त्यो काश भन्नेवालालाई चाहिँ अहिले नै मिट गरेर जानुपर्छ। अनि मात्रै जिन्दगी जिएको पनि मजा आउँछ नि त साथीभाइ। के गर्छौ कमेन्ट गर्नु ल।